हेलो हाई एभ्रिवान। यो चाहिँ हामी पूजाको लागि मुडन हाम्रो श्रद्धा म्याडमको घर गएको थियौँ। अनि रुद्री लागबत्ती को पूजा लाउनु भएको थियो अनि लागबत्ती पनि बालेको थियौँ। एकदमै रमाइलो भयो। बिजु र भाइलाई धेरै 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 धन्यवाद। हामी यहाँ लागबत्ती बिजाउने कार्यक्रम चल्दैछ अहिले सबैजना बसेर। मैले अलिअलि जता जता सर्ट भिडियो फोटोहरू थियो त्यसलाई कम्बाइन गरेर एउटा लङ बनाएको। यो बिचमा भ्यालेन्टाइन डेको पनि हाम्रो भयो। केटाकेटीहरू भित्र इन्जोय गर्दै थिए। बिचमा नानी भजनमा नाच्दै थियो त्यो पनि आएछ। अनि भजन कीर्तनको कार्यक्रम थियो राति चाहिँ। मैले मिक्स म्याक्स गरेर भिडियो बनाएको छु। सायद कन्टिन्युसली त छैन होला। के हो यो? यो चाहिँ हामीले म र सारा मिलेर बुनिया बनाएको हामीले पूजाको लागि। अनि राति किन साँझमा 5 बजेतिर बत्ती प्रज्वलन भएको थियो। अनि त्यो गरेर हामी परिक्रमा गर्दैछौँ। यति रमाइलो भयो एकदमै आनन्द आयो। बिचमा सबै भिडियोहरू अगाडि र पछाडि भएको रहेछ। पछाडि साँझमा चाहिँ भजन टोलीहरू आउनु भएको थियो। अनि भजन कीर्तनको कार्यक्रम थियो। बुवा आमाले सुरुवात गर्दै हुनुहुन्छ। कति राम्रो नाच्नु भएको बुवा आमाले पनि। अनि हामी सबै रमाइलो गर्दैछौँ। धार्मिक माहौल भइरहेको थियो। म्युजिक यस्तो राम्रो साउन्ड निस्किरहेको थियो। नाचौँ लाग्ने। अनि हामी सबै भजन कीर्तन गऱ्यौँ, डान्स गऱ्यौँ। बिजु पनि नाच्दैछन् पुरा। पूजापाठ भनेपछि अब बिहानदेखि नर्मली नखाइकनै बसेका हुन्छ नि त। अनि फुलपातीहरू चढाउनु हामी कर्ता नभए पनि फुलपाती चढाउन पाइन्छ भनेर पनि अनि उतजन कर्ता र पनि बेग्लै कहाँबाट आउँछ। एकदमै धेरै सास आउँछ। भोक पनि लाग्दैन त्यति धेरै, तिर्खा पनि त्यति धेरै लाग्दैन है। र बेलुका यत्रो नाच्ने पनि तागत आउँछ। बिजु भाइ श्रद्धा सबैजना फ्यामिली भएर डान्स गर्दै हुनुहुन्छ। यहाँ चाहिँ केटाकेटीको पालो। केटाकेटीहरू पनि सबै भजनमा डान्स गर्दैछन्। बेला बेला केटाकेटीलाई पनि सिकाउनु पऱ्यो नि त आफ्नो कला संस्कृति। अनि बेला बेला आउँछन् यसो भजनमा डान्स गर्छन्। अनि फेरि आफ्नै तालमा खेल्न पुग्छन् बच्चाहरू। उनीहरूलाई चाहिँ सबैभन्दा पूजाआजा अथवा कुनै पनि चिजहरू कार्यक्रमहरू भयो भने केटाकेटीले एकदमै इन्जोय गर्ने भेटघाट हुन्छ, रमाइलो हुन्छ, खेल्न कुद्न पाउँछन्। यो लास्ट चाहिँ हाम्रो पालो आउँदैछ। हाम्रो खतरा डान्स गरिँदैछ। उफ्री आफैलाई हेर्नु लाज लागिरहेको छ मलाई मेरो डान्स।